नमस्ते, वेलकम टु एस्ट्रोफ्युजन। आज चाहिँ म तपाईँलाई एस्ट्रोफ्युजन वेबसाइटबाट चाहिँ कसरी सूर्य सिद्धान्त र दृक सिद्धान्त वा अरू कुनै सिद्धान्तहरूबाट चाहिँ चिना बनाउनु मिल्छ त्यो हेरेर देखाउँछु है। र सायद मलाई थाहा भएअनुसार चाहिँ यो संसारमा एउटा मात्रै यस्तो वेबसाइट हो जहाँ चाहिँ सूर्य सिद्धान्त नि युज गर्न मिल्छ र अरू सिद्धान्तहरू पनि युज गर्न मिल्छ। कुनै पनि वेबसाइटमा चाहिँ के हुँदैन त, मल्टिपल अप्सन्सहरू हुँदैन प्रायः। डेस्कटप एपहरू तपाईँले देख्नु भएको हुन्छ, डेस्कटपमा भएको एपहरूमा धेरैवटा अप्सन हुन्छ होइन। तर सूर्य सिद्धान्त प्रायः कुनै पनि वेबसाइटले दिएको मैले अहिलेसम्म देखेको पनि छैन, भेटाइ छैन। यदि कसैलाई थाहा छ सूर्य सिद्धान्त दिने खालको वेबसाइट पनि प्लिज कमेन्ट गरिदिनु होला। तर अहिलेसम्मको लागि चाहिँ हामी प्राइड टु से कि दिस इज द ओन्ली वेबसाइट जहाँ चाहिँ तपाईँले सूर्य सिद्धान्तको प्रिन्सिपलहरूमा चाहिँ चिना बनाउन मिल्छ। तर तपाईँले जुन क्लासिकल चिना देख्नुहुन्छ त्योभन्दा अलिकति डिफ्रेन्ट छ है मेरो वेबसाइटमा चाहिँ। मैले चाहिँ यो मोबाइलमा पनि राम्रोसँग चलेन भनेर कमेन्ट गरिदिनु भएको छ। मोबाइलको लागि पनि अलिकति नयाँ अप्सन बनाइरहेको छु। अब यो चिन्हमा एकचोटि हामी हेरौँ है त। तपाईँले के देख्न सक्नुहुन्छ भन्दाखेरि जुपिटर लेखेको छ नि, जुपिटर 8 डिग्री लेखेको छ है। त यो जुपिटर कुन हाउसमा छ? 7th हाउसमा छ। यो चाहिँ 7th हाउस लेखेको हो, 7 नम्बर लेखेको, 7th लेखेको चाहिँ। यो मोबाइलमा जानुभयो भने चाहिँ मैले सबै कन्सटेन्टहरू हटाएर, पछाडिको ब्याकग्राउन्डहरू, नक्षत्रहरूको इमेजहरू हटाएर, यो नर्थ, साउथ, इस्ट यिनीहरू सबै इन्फर्मेसनहरू हटाएर सानो एउटा कम्प्याक्ट बनाइदिएको छु अहिले युजरहरूलाई। किनभने मोबाइलको लागि मैले डिजाइन गरेको होइन, खासै डेस्कटपको लागि मात्र बनाएको हो। तर अल्टिमेटली कसैले मोबाइलमा चेक गर्नुभयो भने चाहिँ सायद यो स्क्रिन नआउला, अलिकति डिफ्रेन्ट आउँछ। कम्प्रेस स्क्रिनको लागि चाहिँ अर्कै डिजाइन गरेको छु है मैले रिसेन्टली। र अब यो कसरी जाने, यो ठाउँमा कसरी पुग्ने वा सूर्य सिद्धान्त कसरी चेक गर्ने भन्यो भने चाहिँ तपाईँले यहाँ एस्ट्रोफ्युजन.com मा जानुभयो भने यो वेबसाइट यहाँ हुन्छ। कुण्डलीमा जानुभयो भने चाहिँ सर्कुलर खालको कुण्डली आउँछ। र तपाईँ यदि प्रोफाइल भन्ने यहाँ देख्नु भएको छ है, सबभन्दा लास्ट अप्सन, त्यहाँ जानुभयो भने चाहिँ तपाईँ लगइन गर्नुपर्ने हुन्छ है। तपाईँले लगइन गर्नुभयो भने तपाईँको प्रिफरेन्सहरू के हुन्छ सेभ गर्न मिल्छ। त्यो प्रिफरेन्स सेभ गर्नुभयो भने चाहिँ के गर्न मिल्छ, तपाईँले सिद्धान्तहरू चेन्ज गर्न मिल्छ, जुन मैले तपाईँलाई अब ड्रपडाउनमा देखाउने छु है। अब यदि तपाईँ प्रिफरेन्समा जानुभयो, प्रोफाइलमा जानुभयो भने तपाईँले के देख्नु सक्नुहुन्छ, त्यहाँ क्यालकुलेसन सिस्टम देख्नुहुन्छ है। अब यो क्यालकुलेसन सिस्टममा के छ, नन भनेको ट्रोपिकल जुन वेस्टर्न एस्ट्रोलोजीहरूले युज गर्नुहुन्छ, लहेरी ऐनांश छ। यो ऐनांश कहिले भयो, कसरी भयो, यसको बारेमा मैले सानो हिस्ट्री पनि राखेको छु ताकि कोही मान्छेहरूलाई चाहिँ ड्रपडाउनमा ड्रमन एउटा छ। र इन्डियामा बढी युज हुने लहेरी हो। कृष्णमूर्ति चाहिँ म प्रिफर गर्छु पर्सनली चाहिँ, किनभने यो मोडर्न सिस्टम भएर। र हाम्रो नेपालमा सबभन्दा बढी गुरुहरूले युज गर्ने भनेको सूर्य सिद्धान्त। सबैको बारेमा इन्फर्मेसन पनि यहाँ छ, सेभ पनि गर्न मिल्छ। र यो सेभ गरिसकेर तपाईँले फेरि पेज चाहिँ रिफ्रेस गर्नुपर्ने हुन्छ। अलिअलि बक्स छ पेजमा, तपाईँको यो डेटा फेचिङहरूलाई इफिसियन्ट बनाउनको लागि मल्टिपल टाइम फेच गर्दैन। अब तपाईँले यहाँ यो गरिसकेपछि फेरि एकचोटि होम पेजमा गएर फेरि कुण्डलीमा आएर अनि अपडेट गरेपछि मात्रै त्यसले चाहिँ अपडेट गर्छ। वा कहिले कहिले 2-3चोटि रिफ्रेस गरेपछि मात्रै अपडेट गर्छ, किनभने मल्टिपल रिक्वेस्ट नजाओस्, 1 मिनटमा 1-2वटा भन्दा रिक्वेस्ट नजाओस् भनेर तुरुन्तै चाहिँ रिफ्लेक्सन नहुन सक्छ। यो फेरि धेरै मान्छेहरूको लागि सिद्धान्तहरू चेन्ज गरेर कुरा पनि होइन, उहाँहरूले कमेन्ट पनि भन्नुभएको छ होइन। यो चाहिँ कस्तो हो भने तपाईँ म एउटामा स्टिक हुन्छु भने चाहिँ त्यसमै फलो गर्ने। तर यही कुण्डलीको कुरा गर्नुहुन्छ भने पनि यसमा के हुन्छ, सूर्य सिद्धान्त र हाम्रो यो कृष्णमूर्ति सिद्धान्तमा जुपिटरको डिग्री फरक आइदिन्छ। त्यो त्यस्तो किन भयो त भने जस्तो लाग्न सक्छ नि त होइन। सबै सिद्धान्तमा एउटै आउनुपर्ने। जब ग्रह बक्री हुन्छ, बक्री भइरहेको बेलामा चाहिँ के हुन्छ, ग्रहले चाहिँ आफ्नो अर्बिटल एक्सिस चाहिँ स्पाइरल बनाउँछ। स्पाइरलको क्यालकुलेसन चाहिँ लिनियर जस्तो सहिलो हुँदैन। सो क्यालकुलेसन वाइज चाहिँ सूर्य सिद्धान्तमा फ्लहरू छ धेरै होइन, स्पेसल्ली बक्री ग्रहहरूको लागि। र जुन बेला बक्री ग्रह तपाईँले याद गर्नुहुन्छ त्यो बेलामा चाहिँ त्यसको मोसन र त्यसको डिग्रीहरू चाहिँ अलिकति फरक आउँछ है। सो अब तपाईँले यही कुण्डली एकचोटि हेर्नुहोस् है त। ऐनकी कुण्डलीमा हामीले अब सिद्धान्त चेन्ज गरौँ। यहाँ दुईचोटि रिफ्रेस गर्नु परेको थियो मैले होइन, एकचोटि रिफ्रेस गर्दा आउँदैन, किन मैले भने 1 मिनटमा रिफ्लेक्सन हुँदैन, अलिक टाइम लाग्छ। अब तपाईँले जुपिटर याद गर्नु भने जुपिटरको डिग्री कति छ, 28 छ भनेपछि 28 को जुपिटर हुनु र जुपिटर 1 डिग्रीको हुनुमा के फरक छ त, सूर्य सिद्धान्त र दृक सिद्धान्तमा यति मात्र फरक हुने हो है। तर तपाईँले यो एसेन्डेन्टको डिग्री हेर्नु भने यो पनि फरक हुनसक्छ। यसले चाहिँ लग्नमा खासै फरक पर्दैन, किनभने प्राय मान्छेको यो ठ्याक्कै यो लाइनमा एसेन्डेन्ट परिरहेको हुँदैन। कोही कोही मान्छेको ठ्याक्कै यो लाइनमा पऱ्यो भने चाहिँ सूर्य सिद्धान्त र दृक सिद्धान्तमा नि फरक आउन सक्ला। त्यो चाहिँ मैले अहिलेसम्म प्रायः त्यस्तो साह्रो याद गरेको छैन, भेटाएको पनि छैन होइन। याद गरेर म किनभने कृष्णमूर्तिकैबाट बढी युज गर्छु। तर त्यस्तो बेलामा बाहेक अरूहरूको पनि के चेन्ज हुन्छ त, D9 चाहिँ चेन्ज हुन्छ, 9 अंश चेन्ज हुन्छ। किनभने यो चाहिँ तपाईँको डिग्री वाइज चाहिँ यो 21 र 20 डिग्रीमा वा 29 डिग्री र 30 डिग्रीको जुन आसपास आउँछ त्यसमा चाहिँ एकदम D9 चेन्ज हुन्छ। भनेपछि तपाईँले यो एसेन्डेन्ट चेन्जको डिग्रीले गर्दाखेरि D9 चाहिँ एकदम फरक आउन सक्छ होइन। भने यो सबै सिद्धान्तहरूमा उस्तो उस्तै डिग्री आउँछ। आफूले दिमाग लगाएर यदि 28 को ग्रह छ र 0 डिग्रीको ग्रह छ भने दुइटै कुनै पनि घरमा हुन सक्दो रहेछ है भनेर फलादेश गर्दाखेरि विचार गर्ने है। मैले बुझेको चाहिँ यति मात्रै हो कि फलादेश गर्दाखेरि चाहिँ यो मात्र राइट यो मात्र रङ भन्दा पनि दुइटै सिस्टमलाई चाहिँ कसरी मिक्स गर्न सकिन्छ, कसरी फलो गर्न सकिन्छ, दुइटै यो चाहिँ चलित कुण्डली जस्तै हो। कहिले कहिले सर्छ ग्रहहरू, सर्दाखेरि दुइटैको मिक्स रिजल्टहरू आउँछ। त्यसलाई चाहिँ अब ज्योतिषले आफू जति एक्सपिरियन्स हुँदै गयो उसले त्यसलाई कसरी इन्टरप्रेसन गर्ने आफैले जान्दै जान्छ है त। थ्याङ्क यू फर युजिङ एस्ट्रोफ्युजन।
तपाईँहरू यस्तै गरी वेबसाइट चलाउँदै गर्नुहोस्, म मोबाइल एप चाँडै ल्याउनेछु र त्योभन्दा अगाडि यस्तै फिडब्याकहरू दिँदै गर्नुहोस् ताकि मैले इम्प्रुभमेन्ट गर्न सकौँ वा इन्क्लुड गर्न सकौँ फिचरहरू, किनभने आफैले बनाएपछि जे फिचर पनि इन्क्लुड गर्न मिल्छ है। सबै चिज गर्न गाह्रो हुन्छ एकैचोटि। यही चिज तपाईँको त्यो कमेन्ट आइसकेपछि 4-5 दिन अगाडि म यसमा वर्कआउट गरेर आएको थिएँ। त्यो सूर्य सिद्धान्त र कृष्णमूर्तिको मात्रै राख्दा मलाई 3-4 दिन अझ बढी लाग्यो। पहिले जब कि त्यो सबै अप्सन थियो, त्यो अप्सन ड्रप डाउनमा राखेर इम्प्लिमेन्ट गरेर डिप्लोय गर्दाखेरि त्यत्रो दिन जान्छ होइन। सो फिचरहरू रिक्वेस्ट गर्दै जानुहोस्, म एड गर्दै जान्छु। मेरो थुप्रो छ वाच लिस्टमा कामहरू धेरै नै बाँकी छ। तर थ्याङ्क यू फर अल युर कमेन्ट्स एन्ड सजेसन्स। नमस्ते।